ल है त हामी अब भेरीतिर लागियो ल पाण्डे डायमन्ड ल आम्बो हामी त भेरी खानातिर लाग्यौँ है त गाइस ओइमा पानी चिसो को हो कि यो यार बिहाको कि चड्डी हो कसको भेरीतिर लाग्यो भेरी मा कसम भेरी उता जानु न है मार्छ न ल मलाई खोला खेला थाहा भयो भने मलाई खेल्न त आइहाल्छ त्यही पनि जाडो छ यार भयङ्कर होइन कस्तो चिसो यार भर्खरै बिरामी भएर आधी फेरि चल्दो राख्न मार्छ यसरी खोला खेला देख्नु उतातिर त आमामा फेरि गहिरो होला त माथितिर मान्छे कति धेरै हो सिन चाहिँ फेरि बवाल छ नि ओ कहाँ घर यतातिर को छिरिराखेन है अघि को पाण्डे छिरे अरे त्यहाँ खै को केटाकेटी हुन् के रे अब आफ्नो तिहारमा अब कोही छैन अब अरूको हेर्ने चित्त बुझाउ ल त्यो जाने होस् तल खेल्न त आउनु होला आउँछ र खेल्न आउनु मामा म त मजा आउँछ जाडो किस्ने बेला हो किस्ने जाडो पनि कस्तो भेरको पानी त लास्टै चिसो रहेछ र मा कसम चाम्री सक्यो पुरै नखेल्ने भन्छस् नखेल्ने भन्छस् कस्तो अब यहाँतिर हो डल्फिन हेडिङ हान्यो डल्फिन हेडिङ हामी त आज यता घुम्न आइदिएको झ्याउ लाएर होइन अब घुम्नु पऱ्यो होइन अलिअलि अब घुम्न पाइनेवाला छैन धेरै अब 1 महिना छ अब रमाइलो त गर्नु पर्यो होइन मलाई नमिलो है फोरी साला मल मिन्दै बसिरहेको यार यस्तो महसुस सफा आउनु पऱ्यो नि त्यो कुन चड्डी हो कि नबेटाएर लगाओ कुन डिजाइनको चड्डी हो कि अब त्यहाँ उल्टी हान्नु उल्टी जाम पाण्डे उल्टी हानेर अनि बल्ल गर्नुपर्छ फेरि खेल्न आउनुपर्छ उल्टी हान्नु जाम बालामा जाऊ न म हान्छु क्या न त एकचोटि टाउको छिर्यो हिलोमा होइन अनि अरू टाउको काट्यो अब उता बालुवा म उल्टी हान्छु उल्टी डोमेस्टिक बालुवा पनि देख्नु चाहन्छ नि यहाँ बालुवा अब त्यही बालुवामा गएर एकछिन उल्टो सिक्नु पऱ्यो ट्राई गर्नु पऱ्यो पहिला हान्थेँ धेरै भयो नहानेको ब्याक फ्लिप भनौँ न होइन सुल्टो हान्ने कोसिस गर्छु अब सुल्टो उल्टो छट्के सब यहीँ सिकिन्छ अब म पनि अब केही वर्ष पछाडि नेपालको एक्सन हिरो भएर आउँछु कि त्यसको लागि अब ट्राई गर्दैछु है त म भिलेनमा चाहिँ यसलाई खेलाउनु पर्छ है भिलेनमा बडी हेर न बडी ओको त्यो अर्को हर्के हल्दार आउँदैछ एकछिनमा यो अब उल्टो हान्ने उल्टो पहिला सुरु उल्टोबाट ट्राई गर्छु म है ट्राई त उल्टोबाट हुन्छ ओ यहाँ आइज न उल्टो हान्ने क्या म यहाँ छिटो
छिटो छिटो फास्ट छिटो अब म उल्टो हान्नु ट्राई गर्न जाँदैछु होइन त ल समात क्यामेरा ल पहिला सुरुमा चाहिँ म सम्मबाट हान्छु त सम्मबाट ल सरी ढुङ्गा सानो रहेछ क्या फेरि गर्छु ल भयो राजा गानो जाला यो काम नगर भयो बन्द गरिदिउँ फेरि नहुन जाने पिसाब फेर्छु क्या लान आएको छ यार हट सुल्टो हान्न त यार ढाड पो दुखायो त यार ट्याक्क गऱ्यो यार छाती यार धेरै मोटाइयो जस्तो छ क्या त्यही भएर ए नमुत त्यहाँ धेरै मुचस अब चाहिँ फेरि तर्न जान लाग्छु है म है यसले भिडियो बनाउँछ म चाहिँ अब फेरि तरेर आउँछु म फेरि वारी गएर पारी आउँछु अब म त चिसो छ यार चिसोले बाटोमा जम्मियो भने फेरि तनाव हुन्छ त्यहाँनिर छ पीडा खासै खोलाले चाहिँ मलाई बगाउनु न मैले चाहिँ खोलालाई बरु बगाइदिन्छु होइन पाण्डे म आएपछि खोलाले पनि घाँस त चेन्ज हानिदिइहाल्छ क्या फेरिले तिमीहरू आएपछि त बाटो छोड्नै पऱ्यो होइन दादाहरू आएपछि त बाटो छोड्नै पऱ्यो नछोड्यो भने मा खोलालाई फेरि बोकेर लग्छु फेरि पछाडि यतै बोला न एकछिन म उता हल्का उता गएर आउँछु क्या ल एकछिन त्यहाँ मेरो साथी आयो होइन त्यसलाई भेटेर एकछिन तर्नुपर्छ ल अब एकैछिनमा हामी फेरि त्यहाँ घुनेछौँ होइन भिडियो सबै हेर्नु होला होइन अलि हेर्ने जतिले सबै सब्सक्राइब पनि गरिदिनु होला क्या भिडियोमा नयाँ नयाँ भिडियोहरू आउँदै गर्छ सब्सक्राइब हुन्न वाचै हुन्न मान्छेको झ्याउ लाग्छ क्या बनाउनु पनि त्यही भएर पनि टिकटक लगाएपछि मलाई मारिदिनु घर अहिले घर काम छोडेर आएको छु ल